Suleiman Sankers. जब जब मानिसमा मानवता हराउँछ तब जंगली बन्छ। जब जंगली मानिसमा माया पलाउँछ तब ऊ साथी बन्छ। ऊ रक्षक हो। ऊ रमाइलो छ। आउँदैछ। The Jungle Man. खाली पुच्छर मात्रै दिन्छ। टाउको चित्तो हुन्छ नि त त्यो भएर पुच्छर दियो कि। अर्को दियो। पोला पोला। अरे ठुल्ठुला मार न ठुल्ठुला यो सानो भयो क्या। काँडा अर्को है। ल ल यो काँडा अलि मासु बाँकी चुसेर खान्छ। काँडै काँडा दिएर मासु बाँकी छ। बिनाजु अब यसै गरी काम पनि गर्नु नपर्ने, टन्न लाएर माछा पनि खान पाइने, यसलाई ससुराली जानु पर्यो। हुन्छ हो है तेरो कुरा नि। अब यसै गरी माछा मासु खाइरहन्छ भनेदेखि यतै बस्नु पर्यो। इकुको दिदी पनि कोही छ भनेदेखि त्यो मुयालाई लिन जान्ने चाह भएकै ससुराली यसैलाई साला बनाउनु पर्छ क्या हो। इकु अब आज माछा खाइयो है। भोलि बँदेल पर्सि कालिज एवं मृतले खाँदै जानुपर्छ है। मेरो अलि जिब्रो स्वादै जिब्रो छ के काम धेरै गर्न नसक्यो नि। तेरी भिनाजु माछा मासु भनेपछि किरा फट्याङ्ग्रा पनि नछोड्ने भयो भने तिमीलाई माग्ने बुढा। अहिले लाचाले दिएर बारीका पाटा होइन खोलाको किनारमा पुर्याइन्छ अनि थाहा पाउँछ। भोडी झिका भोडी यो माछै भएन के। यता सानो सानो माछा खाने हैसियतको मान्छे हो हामी। हुन्छ होइन नि अलिक ठुल्ठुला यता भटक 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 गर्ने खालको मार नि त्यहाँ। ठुलो क्या ठुलो सानो यहाँ घाँटीमा पूजा हराउँछ। अरे सानो झिङ्गो जत्रो माछा मारेर पठाएछ। अघिदेखि तैँले खान पाइन भनेको होइन ल्याप पलेर खाला चलाइ। अहिले ठुल्ठुलो ल्याउ ठुल्ठुलो ल्याउ के। तिम्रो माछा तिमी नै खाऊ। यत्रो माछा खाएर हाम्रो इज्जत जाँदैन। म आफै गएर मार्छु बरु खोइ छोड्छ। ओहो अहिलेसम्म झिँगो नमारेको मान्छेले के माछा मार्छ नि? झिँगो नमारे अरे मैले यता चुचे बाम पनि मारेको थिएँ जमानामा। त त जन्मिया पनि थिएनस् त्यो बेला। म मार्छु अब छोड्छ। यहाँ ल्याऊ यता म यता माछा निकाल्छु। यो ल्याउ त्यो चाहिँदैन। यो मात्रै भए पुग्छ मलाई। यहाँ ठुलो माछा छैन क्या। सानो सानो मात्रै छ। उहाँ पर गएर मार्छु है। तिमी हेर म सिकाउँछु कसरी माछा मार्नु पर्छ। हेर अब यहाँ कच्चो माछा निकाल्छु। यहाँ अलिक गहिरो भएको ठाउँमा हेर्दै रहेछ छेउछाउबाट कहाँ माछा मार्छ। त्यही त यो इक्कु जत्रै ल्याऊ है बिनाजी माछा पोलेर मजाले खानुपर्छ। ए माछा ठुल्ठुलो माछा कता छस् यता आइज। तेरो आज काल लाग्दै होला। अहिले भट्टाभट्टी लागेको तिमी बाहिर निस्किन्छ नि। यस्ता तिर त कति हान्ने कति। ल
छरै भयो कि क्या हो देखिन्छ देखिएन अलि पर्तिर भएको पनि मार्नुपर्छ कोही कोही त ल त्यो चाहिँ छरै भयो भिनाजु कति मारौ त माछा एक जग्गा जति मरिस्यो होला सबै काँड जति खोलाभित्र गइरहेछ है एकछिनपछि सबै काँड रोपिएर एक अँगालो माछा उता तल किनारतिर निकाल्छ होला त गएर लिएर आइज है ल ल ल अब त्यो काँडले सानो सानो माछा मात्रै मर्दछ जस्तो लाग्यो त्यो भएर ठुलो माछा यो ठुलो धनुले हानेर मार्छ ठुलो बडे मानको भैँसी जत्रो हेर है ल ल ल ल ओ माछा 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 माछाको बाउ माछाको हाजिर बाउ सबै यहाँ निक्ला त बाहिर तिमीहरूलाई होइन त्यत्रो काँडहरू स्याट स्याट भित्र गएको एउटा पनि निस्किँदैन त बा कहाँ पुगिरहेछ नि ए काँड निस्कि ल यत्रो लट्ठी जाँदा काहीँ छुँदैन कता हो कता होइन यो इक्कु पनि के खालको के धनु काँड बनाएको थियो त्यो धनु त यहाँ आउँछ त्यो धनु त एउटा यत्रो माछा रहेछ भनेर मैले प्वाक्क हिर्काएको है हिर्काउँदाखेरि चट्याङ्गै चुनिँदो रहेछ अहिले त कहाँ पुग्यो उहाँ पुग्यो अब म यहाँतिर छ भने त ल्याइदिन्छु है धेरै गहिरो रहेछ अलिक डर लाग्छ आफै गएर लिएर उहाँ छ एको एको खुरुक्क मेरो भिनाजुलाई निकाल्छस् कि तँलाई पनि यहाँबाट खसाल्दिउँ हो त्यो निकाल्दा नै मान्छे मर्न लागिसक्यो त्यो मेरो भिनाजुलाई छिटो निकाल भने हेर मलाई तैँले चिनेको छैनस् होला मेरो भिनाजुको यस्तोको दाँत छ नि दाँत पनि मैले झारिदिएको त्यति शक्तिशाली छु म जति भने नि बुझ्दैन यो हेर मेरो तागत यत्रो ढुङ्गा नि उचालेर फाल्न सक्छु निकाल भने मेरो भिनाजुलाई कसलाई हाल्नु भएको छ मलाई ए भिनाजु कहाँ छौ तिमी वन मान्छेले भनेको यहाँ छौ र नि त छैन त कहाँनिर हो भेट्यो भेट्यो मान्छे पोलेको मुडो भेट्यो मान्छे भेटिँदैन कहाँ छ भन्